एकैछिन तपाईहरु यो फोटो हेर्नुस्। हेर्नुभयो नि? अब यो भिडियो पनि हेर्नुस् त। Vaibhav Suryavanshi to collect the Player of the Match award from Mr. Mukesh Kumar Rahar and Mr. Manoj Badale for an outstanding performance tonight. 101 of 38 deliveries, 7 fours, 11 sixes. The youngest to do it. He's been given a new name, Boss Baby. यो फोटो चिन्नुभयो कसको हो? लखनऊ सुपर जायन्टका कप्तान ऋषभ पन्तको। यिनलाई आइपिएल 2025 मा लखनऊ सुपर जायन्टका ओनरले 27 करोड भारूमा भनेपछि तपाईले यो भिडियो हेर्नुभयो नि? यो भिडियोमा देख्नु भएको 14 वर्षका युवा एउटा बालक भनौं न 14 वर्षका नाबालक उनलाई कतिमा किनेको छ थाहा छ? 1 करोड 10 लाखमा। भनेपछि दोस्रो इनिङमै आइपिएल को दोस्रो इनिङमै एउटा फास्टेस्ट सेन्चुरी हानेर इतिहास पनि रचेका छन्। 17 बलमा हाफ सेन्चुरी हानेका थिए भने 35 बलमा सेन्चुरी हानेर इतिहास रचेका छन् आइपिएल करियरमा। भनेपछि यिनको भविष्य उज्जवल नभइकन कसको हुन्छ? यिनको भविष्य एउटा राम्रो भविष्य नभइकन कसको भविष्य हुन्छ? हेर्नुस् त 27 करोडको ऋषभ पन्त पुरै फलोअप छन् 2025 को आइपिएल मा। भनेपछि 1 करोड 10 लाखको एउटा बच्चा 14 वर्षको बच्चाले इतिहास रचिदियो। पहिलो डेब्यू म्याचमै उनले पहिलो डेब्यू म्याचको पहिलो बलमै 6 हानेर एउटा इतिहास रचेका थिए। त्यस्तै पहिलो इनिङमा आइपिएल को डेब्यू म्याचमै उनले 20 बलमा 34 रन हानेर सबैको ध्यान आकर्षण गरेका थिए भने दोस्रो म्याचमा उनले शतक हानेसँगै विश्वको एउटा ध्यान क्रिकेट इतिहासमा उनीमा गएको छ।